यति धेरै हाइट विष्णु चाहिँ यहाँनिर टन्नै रहेछ फुल पनि छ हैन यहाँको चर्च देख्न सक्नुहुन्छ यस्तो रहेछ भित्रबाट है सिमलामा आएर सिड्डु खाएन भने पाप लाग्छ रे है ल टक्क पारेर बसियो है केबल कारमा यस्तो देखिँदैछ है आम्मामा के आउँदो त वेलकम ब्याक टु माई न्यू भिडियो साथीहरू अहिले चाहिँ म तपाईहरुलाई ठ्याक्क देखाउँदैछु यो अगाडिको सिन है सिमला अहिले चाहिँ हामी यहाँ पार्किङबाट भर्खर निक्लिँदैछौँ हैन ल साथीहरू यस्तो छ यहाँको भ्यू मौसम एकदम घाम पनि लागेको छैन आज मौसम चाहिँ एकदम राम्रो छ हैन त्यसै पनि यहाँ मौसम अब चिसो नै हुन्छ ओ पछाडिको भ्यू देख्न सक्नुहुन्छ है यो चाहिँ पुरा भ्याली देख्न सक्नुहुन्छ सिमलाको सिटी अब चाहिँ हामी यहाँबाट उँभो जाँदैछौँ हैन खासमा हामी जानुपर्ने चाहिँ माल रोड हो साथीहरू अब चाहिँ हामी जाँदैछौँ माल रोड है माल रोड जाँदा चाहिँ यहाँबाट यस्तो बाटो छ हैन अनि त्यसपछि यो उँभो यसरी चढेर चाहिँ जानुपर्ने रहेछ देख्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ र यहाँबाट उँधो हेर्दा यस्तो भ्यू देख्न सकिन्छ हैन यति धेरै क्राउड एरिया रहेछ यहाँनिर यहाँ घरमाथि पार्किङ देख्न सक्नुहुन्छ कति धेरै छ यो हामी चाहिँ हिँडेको त्यस्तै भयो होला 10-15 मिनट है थाकिसक्यो र अगाडिको भ्यू चाहिँ म तपाईहरुलाई देखाउँदैछु यता मार्केट देख्न सक्नुहुन्छ अनि त्यसपछि यो अगाडिको बजार अब चाहिँ म माल रोड पुग्नुको लागि लगभग 10 मिनट जति चाहिँ लाग्ने भयो हैन र यता चाहिँ देख्न सक्नुहुन्छ यो बच्चाहरू लिएर आउनेहरूलाई चाहिँ यो कितने किराया है इसका एक घन्टेको चाहिँ पुरा 100 रुपियाँ रहेछ हैन तिरेर चाहिँ अब यहाँ बच्चाहरूको आमाहरूलाई चाहिँ सुविधा दिएको रहेछ यहाँको ल साथीहरू अहिले हामी चस्मा किन्यौँ यहाँ है यति धेरै महँगो रहेछ 500 रुपियाँको चस्मा यो 500 रुपियाँको चस्मा देख्न सक्नुहुन्छ यस्तो महँगो है होइन यो मूर्ति बन्दै गरेको रहेछ हैन अहिले त्यही भएर राखेको होला यो रिपेयर गरेर ल्याएर अब चाहिँ हामी लगभग माल रोड पुग्नु आँट्यौँ साथीहरू है यताको मार्केट देख्न सक्नुहुन्छ यस्तो छ हामी चाहिँ हिँड्दा हिँड्दा थाकिसक्यौँ अघि म्यागी खाएको पनि पचिसक्यो अब त साथीहरू नि सिमलाको एकदमै फेमस चर्च माथि देख्न सक्नुहुन्छ हामी आइपुग्नु आँटेको छौँ हैन यही चर्च देख्नुको लागि चाहिँ मान्छेहरू यहाँ टाढा टाढाबाट आउने गर्छन् अब हामी पनि हिँड्दा हिँड्दा पुरै स्यास्या भइसक्यो जे होस् जति चिज खाएर आयो भने यहाँ उकालो हिँडेर नै पचाउँदो रहेछ मान्छेले ल फाइनली चाहिँ आइसकेको छु माल रोडमा है यहाँ देख्न सक्नुहुन्छ मङ्की एकदम खतरनाक रहेछ है अघि मलाई झन्नै टोक्यो हैन र यतापट्टिको भ्यू यस्तो छ देख्न सक्नुहुन्छ यो धेरै पुरानो घरहरू गरे भन्ने कुरा चाहिँ मैले थाहा पाएको छु यहाँनिर हैन र यति बेला चाहिँ यहाँ मान्छेहरूको क्राउड देख्न सक्नुहुन्छ एकदम धेरै छ र अहिले चाहिँ लगभग त्यस्तै 1 बज्न आँट्यो है साथीहरू र यहाँबाट हेर्दा यस्तो राम्रो भ्यू देख्न सकिन्छ यहाँको र यताबाट देख्नुस् क्या दामीको भ्यू है पछाडि चाहिँ पुरा गाउँ तर यहाँ मङ्की चाहिँ धेरै हुने रहेछ यहाँ एउटा पनि छ अझै मङ्की कतिवटा मैले लगभग अहिले त्यस्तै 4-5 वटा चाहिँ मैले देखिसकेँ हैन अलिक मङ्की देखिन्छ यहाँनिर बचाउ गरेर चल्नु पर्ने हुँदो रहेछ र यहाँबाट देख्दा चाहिँ यस्तो देख्न सकिन्छ साथीहरू
र साथीहरू यताको भ्यू देख्न सक्नुहुन्छ यस्तो छ। आज चाहिँ अब घाम पनि त्यति लागेको छैन, मौसम चाहिँ एकदम भनौँ न लक्की रहेछु म है, सही टाइममा आएर। मौसम चाहिँ घाम पनि लागेको छैन, पानी पर्ला जस्तो छ देख्न सक्नुहुन्छ होइन। र यहाँबाट सिधा जाँदा चाहिँ उता माल रोडबाट चाहिँ म अब चर्चतिर जाँदैछु, चर्च रोडतिर। र चर्च रोडको भ्यू चाहिँ यस्तो छ। यहाँबाट चाहिँ चिसो चिसो हावा आइरहेको छ अहिले होइन। ल साथीहरू अब ठ्याक्क माल रोडमा चर्चको अगाडि आइपुगिसकेको छु, देख्न सक्नुहुन्छ है चर्च यो। अब चाहिँ यहाँनिर हामी खाँदैछौँ। ल अब यहाँको फेमस सबसे फेमस वही है चीज़। 2 प्लेट उसमें मतलब क्या क्या वैरायटी है सिड्डू में? सिड्डू सर वैरायटी तो एक होता है, ड्राई फ्रूट्स वाला होता है, एक अच्छा। सॉल्टेड एक हमारे पास सॉल्टेड। सॉल्टेड अच्छा दाल वाला 2 प्लेट दे देना। 2 प्लेट क्या प्राइस है? 100 रुपीस। 100 रुपिस प्राइस। ल अब चाहिँ हामी यहाँ 2 प्लेट सिड्डू खाँदैछौँ साथीहरू है, यो देख्न सक्नुहुन्छ। सिमलाको एकदम फेमस डिस। 2 प्लेट लगाइदिनु ल। ल 2 प्लेट छ अब हामी खाने। र यता मान्छेहरू देख्न सक्नुहुन्छ रेस्ट गर्ने, घुम्ने है, फोटोग्राफिङ गर्नेहरूको चाहिँ यहाँ भिडाम भेट रहेछ। फाइनली साथीहरू हाम्रो सिड्डू आइसकेको छ है। यस हामी चाहिँ सिड्डू टेस्ट गर्दैछौँ है। अब यहाँ अब सिमलामा आएर सिड्डू खाएन भने पाप लाग्छ अरे है। सिड्डू टेस्ट जरुर गर्नुपर्छ है। सिड्डू खाइयो, पानी पियो, पेट फुल गरियो। अब चाहिँ हामी जाँदैछौँ अगाडि। साथीहरू अहिले चाहिँ हामी आइसकेको छौँ हर्स राइडिङ गर्ने ठाउँमा है। वाह 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 खतरा खतरा घोडा रहेछ हौ यहाँनिर त। आम्मा कति राम्रो राम्रो घोडा है, यो सफाइ छ नि त। ल देख्न सक्नुहुन्छ है घोडा। मलाई चाहिँ त्यो वाला घोडा मन पर्यो, यो वाला चाहिँ एकदम युनिक छ। क्या प्राइस है जी यहाँ? हाँ जी 150। कितना राउंड है यहाँ से? 1 राउंड। ल 1 राउंड यहाँनिर पुरा राउंड गर्नको लागि चाहिँ 150 रुपियाँ लिने रहेछ होइन। देख्न सक्नुहुन्छ है घोडा। ल साथीहरू यो देख्न सक्नुहुन्छ अगाडिको चर्च है, यस्तो छ। चर्च चाहिँ यति हाइट देख्न सक्नुहुन्छ र यस्तो छ। अब चाहिँ हामी ठ्याक्कै भन्नु पर्दाखेरि जाकु टेम्पल जाने हो माथि होइन। जाकु टेम्पलको लागि चाहिँ अब टिकट काट्नु पर्ने रहेछ परबाट, त्यही भएर ल यो देख्न सक्नुहुन्छ यस्तो। अब ठ्याक्कै चर्च पनि खुलेछ। ल फाइनली चर्च खुलिसकेको छ है। अब यो भित्र भिडियो अलाउड छ कि छैन र चर्चभित्र है यो चर्चभित्र यस्तो देख्न सकिन्छ होइन। Anyway, baby, just name it. ल साथीहरू म चाहिँ भित्र गएर चर्चमा है क्यान्डल जलाएर अब म बाहिर निक्लिसकेको छु होइन। र बाहिर चाहिँ यस्तो देख्न सकिन्छ।
हामी चाहिँ केबल कारको टिकट लिइसकेको छौँ है, दुईवटा 450 को पर्ने रहेछ होइन एकजनालाई। अब चाहिँ हामी जाँदैछौँ केबल कार चढेर जाकु टेम्पल है, सिमलाको एकदम धेरै फेमस हनुमान मन्दिर जाकु टेम्पल। अहिले चाहिँ हामी यहाँ चर्च घुमेर अब जाँदैछौँ साथीहरू। चर्चको यताको पछाडिको दृश्य चाहिँ यस्तो छ। ल साथीहरू उँधो हेर्दाखेरि यस्तो देखिन्छ है। अघि हामी आएको चाहिँ त्यो तल उँधोबाट हो र अब चाहिँ हामी जाँदैछौँ त्यो माथि देख्नु भएको बिल्डिङ, त्यहाँबाट चाहिँ स्टार्ट हुने रहेछ होइन साथीहरू। अब चाहिँ हामी यहाँबाट चाहिँ केबल कारको लागि टिकट गरेको थियौँ होइन, आइसकेको छौँ। ठ्याक्कै रोपवेमा यहाँनिर चाहिँ काउन्टर रहेछ। आम्मामा कति हाइट हो, कहाँ माथिबाट चढ्नु पर्ने हो के रहेछ। ल साथीहरू अब लिफ्टमा चढिसक्यो है हामी चाहिँ केबल कार चढ्नुको लागि। टिकट सिकट सब चेक गराएर अब चाहिँ हामी जाँदैछौँ। ल हामी आइसकेको छौँ। 11 ताला माथिबाट यस्तो देखिँदो रहेछ है यो माथिबाट भ्यू। तपाईँहरूलाई म पुरा सिमलाको भ्यू देखाउँदैछु। अघि हामी त्यो पर माल रोड घुमेर आएको, अहिले चाहिँ यो पुरा सिमला भ्याली यस्तो देखिँदो रहेछ होइन। र यहाँनिर एउटा क्याफेटेरिया। अहिले चाहिँ यहाँ मैले पनिर मोमोज अर्डर गरेको छु होइन। अब 2 मिनटपछि चाहिँ पनिर मोमो आउँदैछ। साथीहरू हाम्रो मोमो आइसकेको छ, पनिर मोमो है। आजको हाम्रो सिमलाको विशेष पनिर मोमो है। यसले खाएर हेर्नु ल साथीहरू, पनिर मोमो है टेस्ट गर्दैछु म। ल साथीहरू पनिर मोमो पनि खाइयो अब है। अब चाहिँ जाँदैछ केबल कार चढ्नुको लागि र यहाँ देख्न सक्नुहुन्छ केबल कार ठ्याक्क आइपुगिसकेछ होइन। वाह 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 वाह, फर्स्ट एक्सपिरियन्स हुँदैछ मेरो चाहिँ होइन। ल टक्क पारेर बसियो है केबल कारमा। अब माथि जाने हो। कतिजनाको सिट रहेछ यहाँ? 4 जनाको सिट के रहेछ? यस्तो देखिँदैछ है। आम्मामा के आउँदो त छाङछुङ देख्छ त। नीचे जैसे ही चित नहीं है। सही चीज नहीं है। केबल कार चढ्यो गाइस, केबल कार चढ्यो। हामी चाहिँ ठ्याक्कै आइपुग्यौँ है केबल कारबाट। यो के मचिन्छ रहेछ त उही उही। यस्तो देख्न सकिन्छ। ल फाइनली हामी चाहिँ निक्लिसकेको छु साथीहरू। जाकु हनुमान मन्दिर यस्तो रहेछ। यहाँबाट चाहिँ अब दर्शन गर्नुको लागि जाँदैछु मन्दिरको तर्फ होइन। ल अब चाहिँ साथीहरू दर्शन गर्नु जाँदैछु म हनुमान मन्दिर। यहाँको यो मुख्य मन्दिर देख्न सक्नुहुन्छ है। साथीहरू मैले चाहिँ जुत्ता यहाँ राखिसकेको छु होइन। यहाँ खोलेर जुत्ता राख्नुपर्ने रहेछ। ऊ यहाँ एकै ठाउँ अरूतिर पर्दैछ, याद राख्नु। अब चाहिँ म जाँदैछु मन्दिर दर्शन गर्नुको लागि होइन।
हो ल यहाँ हात धोएर चाहिँ देखाइदिनु त हात धो र यहाँनिर चाहिँ प्रसाद चाहिँ कहाँ पाइँदो रहेछ साथीहरू प्रसाद किन्यो होइन अनि अब यहाँ ब्यागमा लुकाएर लगेको छु किनभने यहाँ बाँदरहरू चाहिँ एकदम धेरै हुने रहेछ है र यो देख्न सक्नुहुन्छ यो मन्दिरको मुख्य गेट र यहाँनिर चाहिँ क्यामेरा अलाउड छ कि छैन त्यो चाहिँ थाहा भएन होइन अलाउड नि होइन र यहीँसम्म चाहिँ म देखाउँदैछु तपाईँहरूलाई है यो सिमलाको जाकु हनुमान मन्दिर म चाहिँ भित्र दर्शन गरेर आइसकेँ है पण्डितजीले टिका पनि लगाइदिनु भयो र यताबाट देख्न सक्नुहुन्छ मन्दिर यति राम्रो छ यो मन्दिर है ल साथीहरू यो देख्न सक्नुहुन्छ है यति ठुलो हनुमानजी मेरो अगाडि उभिराख्नु भएको छ है यस्तो देखिन्छ है ल साथीहरू अब चाहिँ हामी केबल कारमा चढ्दैछौँ है अब रिटर्नको लागि साथीहरू है यस्तो भइरहेछ यहाँ बादल आएर केबल कारको एकदम दामीको भ्यू निकालौँ भनेको तल त अलिकति क्लिन छ कि अलिक उँधो गएर चाहिँ एकदम बादल लागेर है साथीहरू यस्तो छ है बादल लागेर हेलिकप्टर त्यो अहिलेको केटाहरू म उँधो जाँदा हिँडेर जान्छु डर लाग्छ भन्दै थिएँ ल साथीहरू बादल लागेर यस्तो दामीको भ्यू देखिन्थ्यो के गर्नु किस्मत खराब ल साथीहरू है यस्तो देख्न सकिन्छ यहाँको भ्यू Reaching out, I'm reaching out. The water is rising over me. The water is rising. It's coming. I'm reaching out, I'm reaching out. र यो चाहिँ पुरा सिमलाको भ्यू म तपाईँहरूलाई देखाउँदैछु सिमला भ्याली अघि चाहिँ हामी त्यो माथिबाट दर्शन गरेर आएको होइन अहिले माथि बादल लागेर चाहिँ त्यहाँ त्यति राम्रो क्लियर देखिएको छैन र यताको दृश्य चाहिँ यस्तो छ लगभग अब हामी आइपुग्नु आँट्यो होइन